सेलिब्रेट गरे बर्थडे सेलिब्रेटको नतिजा मलाई यहाँसम्मको पुर्याउनु भयो। म खुसी छु, अत्यन्त खुसी छु। अरू यो खुसी फेरि वर्षेनी पाइँदै होइन र त्यसै क्रममा चाहिँ म फेरि पनि उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन्छु। सौ बार धन्यवाद दिँदा पनि कमी नै पर्नेछ र त्यसै कारणले अब यी यसरी नै चल्दैछ। आफ्नो चाहिँ आजको बर्थडे धेरै ठुलो उसले मात्रै हुँदैन, डेकोरेसन अथवा धेरै मान्छेले मात्रै बर्थडे सेलिब्रेट हुँदैन। एउटा मनको इच्छा, आफ्नो मनमा शान्तिको हिसाबले चाहिँ गर्दाखेरि जस्तो पनि खुसी हुनलाई मान्छेलाई धन सम्पत्ति दौलतको मात्रै जरुरत पनि पर्दैन, सम्पत्ति पनि जरुरत पर्छ। तर त्यही हो, चारजना साथीभाइले पनि खुसी मनाइन सकिन्छ। यस्तै नतिजा भयो आजको चाहिँ मेरो बर्थडेको। बल्ल बर्थडेको फिल आयो अहिले मेकअप देखेर। लो फोटो खिच्नु न, भिडियो बहुत भयो। भिडियो बहुत